आज हामी हरिद्वारबाट ऋषिकेश, हरिद्वारमा खानासाना खाएर ऋषिकेश रामझुला जाने झुला हुँदै हामी यमुनेतर्फ लाग्यो। यमुने जाने क्रममा बाटोमा बरकोटमा बास हुन्छ आज र भोलि बरकोट पुगेर फेरि यमुनेतिर पुगेर फेरि हामी बरकोटमै आएर बस्नेछौँ। अनि पर्सि गङ्गोत्रीतर्फ जान्छौँ, गङ्गोत्रीमा बास बस्छौँ। अहिले चाहिँ यमुनेतिर जाने क्रममा हामी बाटोमा बसेर चिया खाइरहेछौँ। हाम्रो बस यहाँनिर स्ट्यान्डमा लागेको छ। अब चिया खाएर हामी हिँड्न लाग्यौँ। ल यसो अलिअलि घुम्नु यहाँ हाम्रो मेन रिपोर्टर हुनुहुन्छ झापाबाट। ल गुरुजी सरको मैले लिइसकेँ यहाँनिर। हाम्रो सञ्चालक दाई, हाम्रो भान्जा ठुलो बाएका हुन्छ है हाम्रो रिपोर्टर। रमाइलो एकदम रमाइलो भइरहेछ, चिसो परिरहेछ। चिसो छ, जाडो जाडो छ होइन, एकदम रमाइलो छ। यो भन्दा रमाइलो त के खोज्नु अब। राम्रो छन् साथीभाइहरू होइन, एकदम रमाइलो भइरहेछ। ल्याइरहेको छ, रमाइलो छ। यहाँ सबैजना चिया खाँदै हुन्छ। अब चिया खाइसकेर हामी लाग्छौँ अब बरकोटतर्फ। हस् त, धन्यवाद, थ्याङ्क यू।